गरिब दुखीले न्याय पाउनु नि बहुत साह्रो पर्छ नि। यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गरेर दार्जिलिङ पहाडको ठुलठुलो नेताहरुसम्म पुर्याइदिनु होला। म प्रीति प्रधान पीयूष प्रधानको दिदी जो जसको चाहिँ इन्सिडेन्ट भएको थियो जिमलाङ स्कुलमा हायर सेकेन्डरी स्कुलमा ऊ चाहिँ मेरो भाइ हो। उसको चाहिँ 5 सेप्टेम्बर टिचर्स डे को दिन चाहिँ स्कुल भित्र हात काटेर चाहिँ उसको डेथ भएको थियो। यत्रो दिन भइसक्यो, 2 महिना 11 दिन भइसक्यो, अहिलेसम्म पनि कुनै न त पुलिस प्रशासनबाट केही कुरा केही भएको छैन। त्यही कारणले चाहिँ अब हामी मिडिया अगाडि आउनु, मिडियामा बोल्नु चाहिँ हामीलाई बाध्यता भयो। अन्त यत्रो दिन भइसक्यो, अहिलेसम्ममा कसैको अब ठुलो नेताकै नानी भए, त्यो स्कुलकै कसै टिचरकै नानी भए अहिलेसम्ममा यो केस भइसक्थ्यो होला, कहाँ सबै कुरा मिलिसक्थ्यो होला। तर हाम्रो चाहिँ अहिलेसम्म केही भएको छैन कहीँबाट पनि। अन्त हामी एसपी कोमा पनि पुरापल्ट गइसक्यौँ, एसपी कोबाट पनि केही रेस्पोन्सै छैन, भेटेकै छैन। अन्त आज पनि हामीलाई जुन चाहिँ हाम्रो केसको आयो हुनुहुन्छ प्रदीप रोय सर, उहाँले पनि बोलाउनु भएको थियो पुलिस स्टेसन। अन्त हामी आएको यहाँ 3 घण्टाहरू जस्तो भइसक्यो होला, उहाँ अहिलेसम्म पनि आइपुग्नु भएको छैन। आउँछु भन्दै पनि अब यसको चाहिँ के गर्नुपर्ने, के चाहिँ हुँदैछ अब यो केसको चाहिँ अब जति भन्दा छिटो अब हामीलाई चाहिँ न्याय पाउनु पर्यो, हामीले चाहिँ जस्टिस पाउनु पर्यो। हाम्रै जग्गामा चाहिँ यहाँ पोलिटिकल लिडरहरूको नभए ठुलो मान्छेहरूको नानीहरू भएको भए यति बेला यो एक्सन लिएर के कहाँ पुगिसक्थ्यो होला केस, होइन? तर अहिले चाहिँ हामी यो मिडल क्लास सम्झेर हो कि गरिब दुखी भनेर हो कि केस दबाउनु खोजेको हो कि के हो, यो चाहिँ बुझ्नु सकेको छैन। हामीलाई यहाँ धेरै पर्खाउनु पनि भयो, आउनु भएन, कल गर्दा पनि रिसिभ गर्नु भएको छैन, केस दबिँदै गएको हो कि यो हामीले। तपाईले 2 जना गोर्खे चेलीको कुरा सुन्नुभयो होला। उहाँहरूको 17 वर्ष भाइको चाहिँ हात काटेर चाहिँ स्कुलमा ज्यान गएको छ। जिङलाङ हाई सेकेन्डरी स्कुल गेल भन्जेङ। पुलिस प्रशासनले उहाँहरूलाई आश्वासन दिनु भएको थियो, हामी 60 दिन भित्रमा केसको छानबिन गर्छु भनेर। 77 दिन बित्दा पनि उहाँहरूले न्याय नपाउँदा चाहिँ उहाँहरूलाई सोशल मिडियामा आउनु कर लाग्यो। पुलिस प्रशासनले यो केसको छानबिन यति ढिलो चाहिँ किन गरेको? गरिब दुखीको नानीको जग्गामा नि अगर कुनै नेताको नानी भएको भए नि केसको छानबिन पनि छिटो हुन्थ्यो, न्याय पनि छिटो पाउँथ्यो। यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गरेर हाम्रो दार्जिलिङ पहाडको ठुलठुलो नेताहरुसम्म पुर्याइदिनु होला। धन्यवाद।